जापानमा पछिल्ला वर्षहरूमा विदेशीहरूले आफ्नै व्यवसाय सुरु गर्ने क्रम बढ्दो छ। विशेष गरी हलाल फुड, रेस्टुरेन्ट, ट्राभल एजेन्सी अनि फुदोसान जस्ता क्षेत्रमा विदेशी लगानी बढिरहेको छ। एसियाली मुलुकबाट आएका आप्रवासीहरूको सङ्ख्या बढेसँगै उनीहरूलाई लक्षित गरेर खोलिने पसल र सेवाहरूको माग पनि उच्च छ। अहिले जापानमा नेपालीहरूको सङ्ख्या 2 लाख भन्दा बढी छ। भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काबाट आउने आप्रवासीको सङ्ख्या तीव्र रूपले बढिरहेको छ। यसै सन्दर्भमा जापानमा आत्मनिर्भर जीवनशैली अँगाल्दै व्यवसाय सुरु गरेका नेपालीहरूबारे चर्चा पनि चुलिएको छ। सन् 2012मा पहिलोपटक पर्यटकका रूपमा जापान आएका शिवहरि पौडेल अहिले टोकियोको सफल व्यवसायीमध्ये एक हुन्। नेपालमै व्यावसायिक अनुभव बटुलेका पौडेलले जापानमा राम्रो सम्भावना देखेपछि आफ्नो भिजा परिवर्तन गरेर व्यवसाय सुरु गरे। उनले एभरेस्ट ट्रेड नामक कम्पनी स्थापना गर्दै फुदोसानदेखि हलाल फुड र रेस्टुरेन्टसम्म आफ्नो लगानी यही कम्पनी अन्तर्गत विस्तार गर्ने गरेका छन्। उनको टोकियोको हाचियोजीमा सञ्चालित मनोकामना हलाल फुड नामक पसल अहिले नेपाली, पाकिस्तानी, बङ्गलादेशी ग्राहकहरूको रोजाइ बनेको छ। पसलमा मासुजन्य सामग्रीदेखि नेपाली दाल चामल, मसला र घरेलु खाद्यान्न सजिलै पाइन्छ। जापानको व्यस्त जीवनशैलीका कारण धेरैलाई दैनिक उपभोग्य सामान किन्ने फुर्सदसम्म पनि हुँदैन। हामीले पसलमै आउन नसक्नेहरूलाई होम डेलिभरी सुविधा पनि दिइरहेका छौँ। सम्पूर्ण हाम्रो नेपाली दाजुभाइहरूले माया गर्नुभएको छ। दिदीबहिनी, आमाहरू सम्पूर्णहरूले हामीले माया गर्नुभएको चाहिँ वास्तवमा चाहिँ नेपालीले हो। पहिलो हुनुपर्छ। विदेशमा रहँदाखेरि पनि यसरी माया गरेर हाम्रो व्यवहार व्यवसायलाई यति माया गर्नुहुन्छ भन्ने मैले सोचेको थिइनँ। जोस् हामीले माया चाहिँ पाएका छौँ नेपालीबाट, हाम्रो एसिया कन्ट्रीका मान्छेहरूबाट माया त्यति नै पाएका छौँ। र वास्तवमा नेपालीको मायाले गर्दाखेरि यो ठाउँमा हामीलाई चाहिँ स्थापना गराउन पुगेका छौँ। हामी चाहिँ उहाँहरूकै मायाबाट हामीले नेपालीको जुन जनसङ्ख्या बढेको छ त्यही जनसङ्ख्या बढेको हिसाब किताबले हाम्रो व्यवहार व्यवसाय पनि बढेको छ, अवश्य बढेको छ। उहाँहरूको माया, सद्भाव, एकापसको सद्भावले गर्दाखेरि हामीले ठाउँमा पुर्याइदिनु भएको छ। हामीले यो अनलाइनको पनि व्यवस्था गरेका छौँ र डेलिभरीको सम्पूर्ण ठाउँमा डेलिभरीको फोनबाट यस्तो गर्नुभयो भने उहाँहरूलाई डेलिभरी पनि गरेको जानकारी गरेको छ। अहिलेबाट होइन कि 9 वर्ष अगाडिदेखि नै डेलिभरी भइरहेको छ। अनलाइन बुकिङ राम्रै छ त्यसो भए। त्यसको लागि एक्स्ट्रा चार्जहरू लाग्छ कि के छ त? लाग्दैन। डेलिभरी नजिकको लागि चाहिँ केही खासै लाग्दैन। हामीले अलिक धेरै सामान जस्तो धेरै टाढा भयो भने 3 महिनाभन्दा बढी भयो भने हामीलाई सहज पर्छ। डेलिभरी चार्ज लाग्दैन। भने अब थोरै लाग्दाखेरि पौडेलले टोकियोको सिनओकुबोमा सञ्चालनमा ल्याएको रातो माटो रेस्टुरेन्ट र प्याराडाइज बियर गार्डन पनि अहिले लोकप्रिय बन्दै गएका छन्। नेपालबाट आएका पाहुना र यहाँ बस्ने नेपालीहरूका लागि यी रेस्टुरेन्टहरू अब एउटा गन्तव्य जस्तै बनेका छन्। रातो माटो रेस्टुरेन्ट नेपाली माटोबाट बनाइएका सामग्रीले सजिएको छ। यहाँका खाना र सजावटले नेपालकै झल्को दिने गर्दछ। ग्राहकहरू यहाँ नेपाली परिकारको स्वाद मात्र होइन, नेपाली कला र संस्कृतिको अनुभव लिन आउने गर्दछन्। टोकियो लगायत जापानका मुख्य सहरहरूमा यस्ता पसल र व्यवसायहरूले राम्रो आम्दानी गरिरहेका छन्। व्यवसायीको जापानी ग्राहकहरू पनि टार्गेटमा छन्, तर मुख्य ग्राहक भने आप्रवासी समुदाय नै हो। विदेशी समुदाय बीचको सहकार्य, परम्परागत परिकारहरूको आवश्यकता र रोजगारीको सीमितताले गर्दा आफ्नै व्यवसायप्रति आकर्षण झनै बढेको देखिन्छ। यी व्यवसायीहरूले एकातिर आर्थिक उपार्जन गर्न सफल भएका छन् भने आप्रवासीहरूको संस्कृति जोगाउने र विदेशमा रहेर पनि आफ्ना चाडबाडहरूलाई विशेष बनाउने माध्यम बनेका छन्।